अब सकेसम्म त अब अन्य पाठहरू अब हामी लामाहरूमध्ये धेरै बुद्धिस्ट गुरु चेरेसीहरू विष्णुमाको मलमहरू धेरै भए तापनि तर यो मलम चाहिँ एउटै मलम गऱ्यो भने सबै भगवानको मलमको तिरिरत्नका अब कुञ्ज शुद्ध चढाएपछि त सबै देवी देवता भगवानहरू सबैजना आए त हो। अन्तखेरि अब सब हामीले लामाले गरेको जस्तो सबै गर भने त अन्त त्यत्रो मुक्त बोल्नु सक्दैन गर्दै गर्दैन आउँदै आउँदैन। यस्तो खालके त सजिलो हो यति गऱ्यो भने अर्थ पनि ल्याइन्छ। मैले चढाएको चाहिँ सबै यो चाहिँ हाम्रो अघि मैले बौद्ध संस्कार र संस्कृतिसँग हो। त्यस्तै प्रकारको अब दिउँसो खाना खाँदा बेलुका खाना खाँदा पनि अब पाठ गर्दाखेरि अब यो जुन चाहिँ पाठ छ त्यो वर्णले सङ्ख्याहरूको चाहिँ त्यो वर्णले त्यहाँ गर्न त्यहाँको जो सुन्दर स्वभावहरू पनि तिरिरहन बुद्ध धर्म सङ्घलाई यसरी खाना चढाउँदैछु भनेर यो पनि धेरै महत्त्व यो धेरै प्रचलित पनि हो। हामी लामाहरू भयो सबैले नै यो त्यहाँ वर्णले सङ्घीय चाहिँ सबै पहाडी भेगमा अनि हिमालय भेगमा रहेको बौद्धहरू बुद्धिस्टहरू सबैले नै योलाई नै बेसी हामीले जान्ने गर्छ। अब यो कुरोहरूले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ हामीले जति सक्दो चाहिँ घर परिवारमा है अब यो टेबलमा जब घर परिवारसँग खाना खान्छन् खाना खाँदाखेरि चाहिँ डाइनिङ टेबलमा यसरी राखेर चाहिँ नानीहरूलाई पनि सँगसँगै जोडाएर हो यसरी सँगै खानु पाठ गर्दै। अब यदि नानीहरूले नेपाली जान्दैन भने इङ्ग्लिसमै त्यसलाई मिनिङ हाल्न नसक्यो भने त्यसलाई रोमन इङ्ग्लिसमा हालेर त्यसरी यसरी गरेर सिकायो भने चाहिँ नानीहरूले हप्ता 2 हप्ता 10 दिनमा यो मुक्जनी हुन सकिन्छ। र गरेपछि चाहिँ के भन्छ एकखेप नानीहरूको ब्रेनमा सेट भएपछि चाहिँ त्यहाँबाट घरिघरि उहाँले हुन सक्छ। जस्तै अहिले तपाईँ हामीहरू यसो याद गर्नुहोस् त घरमा तपाईँले यो चलाउने सान गर्ने होइन अब हाम्रो धेरै बिहान बिहान हामी सबैजना बिजी हुन्छौँ। यो कसले सिकाएको धर्मगुरु आएर सिकाएको जस्तो लागेन तपाईँको घरमा आमा बाउ बाजे बोजूले सिकाएको भन्दा होइन त्यो सिकाएको पनि गरेकोले गर्दाखेरि हामीलाई पनि गर्नु एउटा कर्तव्य जस्तो यसो गर्नुपर्ने रहेछ। बुझोस् नबुझोस् तर गर्नु चाहिँ पर्ने रहेछ भनेर अन्त आमा बाउले पनि गर भनेर हामीलाई चाहिँ भन्दाखेरि यो हाम्रो एउटा यो कल्चरसँग मिक्स भइसकेको छ। हामीलाई पनि लाग्छ कि बिहान बिहानै सान गरेन भने केही नपुगेको जस्तो भगवानलाई अब छेमिएर पानीहरू नचढाउँदाखेरि केही के हो मनमा कहाँ केही नपुगेको जस्तो। किनभने यो हाम्रो कल्चरसँग संस्कृतिसँग यति साह्रो हामी उयो भइसकेको छ यो टेन्डेन्सी भनौँ न भित्र बानी भइसकेकोले गर्दाखेरि यो किन हामीले गर्दैनौँ। त्यसले गर्दाखेरि अब त्यस्तै प्रकारको यो खालको अहिले जुन चाहिँ अब हाम्रोमा पानी चढाउने यो के अरे खाना चढाउने पाठो चढाउने मलमहरू जो थियो थिएन होइन थियो पहिलादेखि नै तर हामीले नबुझेर नगरेको है। त्यसले गर्दाखेरि अब विशेष गरेर भावी पिँढीहरूले आउने नानीहरूलाई चाहिँ हामीले अहिलेदेखि नै सिकाउनु चाहिँ जस्तै अघि मैले भने तपाईँहरूलाई आमा बाउले त्यसरी सिकाएकोले गर्दाखेरि तपाईँले यति सिक्यो र आउने भावी पिँढीहरूलाई पनि यही खालको कल्चर यसरी मेन्टेन गराउनुको लागि चाहिँ यसरी गर्नु है भनेर तिनीहरू पनि एक दिन के हुन्छ ठुलो हुन्छ तिनीहरू पनि एक दिन बाउ हुन्छन् आमा हुन्छन्। त्यसले गर्दाखेरि त्यो जेनेरेसन टु जेनेरेसन यसरी धर्म र कल्चरलाई चाहिँ यसरी कन्टिन्यू दियो भने एक त हो हाम्रो धर्म कल्चर पनि एउटा संरक्षण हुन्छ भने अर्को त्यसको पुण्य त अलग छँदैछ है। यहाँ धर्म कल्चरको संस्कृतिको कुरा मात्रै होइन यसको पुण्यको पनि लाभ परिणाम धेरै नै हुन्छ। भनेको तात्पर्य मुस्लिमहरूले दिनमा 5-5 टाइम उनीहरू के पाठ गर्छ उनीहरू भगवानलाई याद गर्छ भने हामी अब बुद्धिस्टहरूमा बुद्धलाई याद गर्नु भन्यो भने चाहिँ त्यो गुम्बाहरूमा महिनामा 1 खेप 2 खेप जानु मन परे गयो जानु मन परेन गएन हो त्यस्तोहरू हुन्छ। तर अब त्यस्तो नभए तापनि तर यो जुन चाहिँ जस्तै हामीले दिनमा 3 खेप भोक लाग्दा कहाँबाट हुन्छ कसरी हुन्छ हामी खान्छौँ त त्यस्तै प्रकारको भोक लागेको बेलामा यी पाठहरू गर्दाखेरि भगवानको याद गरेको बराबर मुस्लिमहरूले जस्तै पढेको जस्तै क्रिस्चियनिटीहरूमा पनि पढे खाना खाँदाखेरि कतिजना बहिनीहरू के गर्न उनीहरूलाई खानालाई प्रे गरेर प्रार्थना गरिकन खान्छ भने हामी बुद्धिस्टहरूले पनि यो चाहिँ तपाईँहरूको अब कर्तव्य ड्युटी चाहिँ त्यो हो
यदि तपाईँले अब यसलाई जानेको छ भने चाहिँ अब नानीहरूलाई नानीहरू मात्रै होइन आफ्नो साकार सन्तान इष्टमित्रहरू सबैजनाले यस्तो खालके अब धार्मिक ज्ञान र शिक्षाहरू चाहिँ सिकाउन सक्यो बुझाउन सक्यो हाम्रो धर्मलाई पछि समयलाई अघि परम पूज्य दलाई लामाज्यूले भनेको जस्तै हामीले नै अब धर्मको जिम्मेवारी लिनु पर्ने रहेछ। यदि हामीले गृहस्थीहरू तपाईँहरूले यसरी अब धर्मलाई संरक्षण गरेन भने हामी पहाडी भेगमा है अब विशेष गरेर भारतमा अब छरेका लद्दाख अरुणाचल प्रदेश सिक्किम भुटान होइन अब यो दार्जिलिङ छेउछाउमा हिमाचल प्रदेशमा खडकको छरेको अब हेर्दाखेरि यो भारतको जुन चाहिँ हिन्दूहरूको मेजोरिटी हेऱ्यो भने त हामी त 100मा 2% मात्रै आउँछ हो। अन्त हामी पहाडी भेगमा बसेको अलिअलि पौधाहरूले यदि हामीले यसलाई आफैले नै यसलाई संरक्षण गरेन भने पछि धर्मको अस्तित्वलाई नै धक्का पर्ने डर हुन्छ। त्यसले गर्दा हिजो मिनिस्टर बारम्बार उहाँ हाम्रा तिब्बती दाजुभाइहरूलाई त उहाँले त घरिघरि भन्नुहुन्छ, तर हामीहरूलाई पनि यसबाट इन्डाइरेक्टली हामीले पनि यो कुरो लिनु पर्यो है। हामी आफ्नो कल्चर, हाम्रो संस्कार, हाम्रो अब कतिपय भाषा धर्महरू सबै हाम्रो तिब्बती धर्मगुरुहरूसँग नै सेकुलर हुँदाखेरि अघि मैले भने जस्ता यदि तिब्बतको गुरुहरू यसरी भारतमा यो पहाडी भेगमा आएर हामीलाई यसरी मार्गदर्शन नगरेको भए अहिले हाम्रो स्थिति कस्तो थियो होला है, कस्तो हामीले धर्मलाई कुन दृष्टिकोणले हेर्थ्यो होला, कसरी हामीले पालन गर्थ्यो होला है। अब यहाँको त्यस्तो छैन। अब छैन भन्दा पनि आजभन्दा 20-30-40 वर्ष अगाडि विशेष गरेर हाम्रा कतिपय बौद्धहरूमा यसरी के अरे बम्बोको जस्तै गरेर कुखुराहरू मारेर पाटपूजामा कुखुरा मारेर चलाउने सननहरू हिंसा नेपालमा पनि थुप्रै थियो। हाम्रो बुद्धिस्टहरू मेजोरिटीमा थियो भने हिजोआजका धर्मगुरुहरूले सुनाउँदा अहिले यो मारकाट गर्नेहरू बलि चलाउनेहरू प्राय अब छैन, कहीँ छैन। यहाँ हाम्रै दार्जिलिङमा पनि यस्तो खालको धेरै सुन्नुमा आएको थियो। अनि यो त हाम्रो बौद्ध धर्मको एकदमै विरोध हो नि त। यता एक पक्षबाट भन्छौँ हामी अहिंसा परम धर्म भन्छौँ, उताबाट चाहिँ हाम्रो कल्चर अरे यसरी कुखुरा मारेर बाख्रा मारेर हामीले भोग चढाउने चाहिँ हाम्रो कल्चर अरे, त्यो चढाएन भने हामीलाई के हुन्छ अरे, बिमार हुन्छ अरे, त्यस्तो हुन्छ अरे भन्ने कुरोहरू हामी सुन्नमा आउँछौँ। त्यसले गर्दाखेरि बुद्धको प्रिन्सिपल्सहरू छ, बुद्धको खास सिद्धान्तसँग चाहिँ हामी एकदम उल्टा बाटोमा थियो कतिजना अहिले। तर अहिले अब ती गुरुहरूको कृपाले गर्दाखेरि र धर्म पुस्तकले गर्दाखेरि यसले धेरै यस्ता चिजहरू मारकाटहरू हिंसाहरूदेखि धेरै सँगसँगै अब मानिपासँगको पनि ठुलो देश छ है। अहिले अब हामी देख्छौँ कमान बस्तीतिर मानिपासँगहरू खोलेर ती मानिपासँगको माध्यमबाट अब बौद्ध धर्मको ज्ञानहरू उद्देश्यहरू पनि वृद्धि भएको किन आवश्यकता पनि छन्, किनभने अन्य धर्महरूले पनि हामीलाई धेरै अब प्रहार गर्नुपर्ने त प्रहार त होइन, त्यसरी अब उनीहरूमा त्यो गरेर हाम्रो मान्छेहरू यसरी अन्य धर्ममा जानेहरूको पनि धेरै नै भावहरू हामीले देख्दैछौँ। त्यसले गर्दा यो खालको हामीले अब विशेष गरेर दार्जिलिङ जग्गाहरू जस्तो कालिम्पोङ जग्गाहरू जस्तो त्यसै पनि मान्छेहरू व्यस्त छन्, बिजी हुन्छन्। हतपत हाम्रो मान्छेहरू आफ्नो काम काजले गर्दाखेरि त्यो त्यसै पनि आफ्नो धर्म नै गर्नु फुर्सद पाउँदैन, अर्काको धर्म जान्ने त पुरै आएन। तर जहाँनिर चाहिँ यो अनविद्याहरू छन् है, बिचरा विशेष गरेर कमान बस्ती हुनु न त उनीहरूको भनेको जस्तो धर्मगुरु हुनुहुन्छ, न धर्म पुस्तकहरू हुन्छ, न उनीहरूलाई अलिकति उनीहरूमा अलिकति धर्मको ज्ञानहरू नभएको त्यस्तो खालको कमी कमजोरीमा चाहिँ अन्य धर्मले चाहिँ छिटै प्रहार गरेर अन्त उनीहरूलाई कन्भर्सन गरेर त्यसरी उनीहरू उयो हुन्छन्। त्यसले गर्दा यो हाम्रो लागि ठुलो दुःखको कुरा हो नि। अहिले मैले भने किन त हामी त्यसै पनि कम्ती मात्रामा छौँ, कम्ती मात्रा छ भएको पनि अन्य धर्म भयो भने बौद्ध धर्म पनि सम्बन्ध होइन। त्यसले गर्दा हाम्रो अब दायित्व, हाम्रो ड्युटी, हाम्रो जिम्मेवारी चाहिँ हुन्छ धर्मलाई चाहिँ कसरी हामीले यसलाई संरक्षण गर्ने। त्यो धर्म रक्षालाई पालन र संरक्षण गऱ्यो भने आफ्नो जीवनशैली र आफ्नो के भन्छ
जे अघि भने मानव चोला पाएको चाहिँ सार्थक भएर जान्छ। बोधिसत्व चरासँग धेरै राम्रो भन्नुभएको छ। विद्य देवज्ञ ज्ञ धार्मिक देवो माजेन धेरै युवासैन्य धेरै मोमा सैन्य लोक भनेर शान्तिदेव के भन्नुहुन्छ धेरै देवज्ञ यस्तो खालको तपाईले मानव चोला पाइसकेपछि धार्मिक देवो माजेन तपाईले यसलाई सही ढङ्गमा जीवनलाई सार्थक बनाएर पुण्यको कामहरू गरेन भने धेरै युवासैन्य जो आफूलाई आफ्नो धोका दिएको बराबर है। दिले मोमा यो भन्दा मूर्खता चाहिँ अरू केही छैन। यहाँबाट हाम्रो बुझ्न सक्छ कि यदि जीवनलाई हामीले त्यसै समयलाई नष्ट गरेर फेरेर खेरो पार्यो भने चाहिँ घरिघरि यो पुण्य प्राप्त गर्ने अवसर चाहिँ पाउँदैन। त्यसले गर्दा यो चाहिँ आफूलाई धोका दिएको बराबर हो भन्नुभएको छ। यो कति ठुलो अब यसमा गुणको कुराहरू लुकेको छ हो। किनभने समय बित्नु भने चाहिँ केही पनि होइन है। एकछिनमा 1 वर्ष 2 वर्ष 3 वर्ष अहिले हामी यति साह्रो बाहिरीको यो रङ बिरङ्गी आफ्नो व्यस्त भएकोले गर्दाखेरि हामी आफै कति बुढो भयो कति उमेर पुग्यो आफूलाई झमै पर्दो यति साह्रो अब समय अन्तिममा के हो यो सबै अन्तिममा मृत्युपट्टि हामी अग्रसर भइरहेको छौँ फरवर्ड भइरहेको छौँ। यो कहिले पनि हामी ब्याक चाहिँ कहिले सरेको छैन हो। जीवनको अन्ततिर हामी पुगिरहेको हुन्छ। त्यसले गर्दा जति सक्दो हाम्रो जीवन छँदा चाहिँ त्यसलाई चाहिँ सदुपयोग गरौँ प्रोपर युटिलाइज गर्नु चाहिँ एउटा अब धेरै महत्त्व हो भनेर भन्नुहुन्छ। त्यसले गर्दा अब त्यहाँदेखि चाहिँ यो अब यसरी अब अर्को कुरा चाहिँ अब त्यो के भनेको जस्तै अब पहिलाको समयमा अब किताबहरूको उपलब्धि थिएन, प्रवचनहरू उपलब्धि थिएन। अन्त हामीले अब त्यसमा एउटा कुनै माध्यम नै थिएन, सिक्ने एउटा हाम्रोमा उयो नै थिएन। अब हिजोआज भने धेरै किताबहरू छन्, धेरै उयो छन् र आफ्नो छोराछोरी नातानातीलाई जति सक्दो चाहिँ यो कुरोहरू आफ्नो धर्म कर्महरू चाहिँ सिक्ने बुझाउने चाहिँ तपाईँहरूको अब कर्तव्य पनि हो, तपाईँहरूको एउटा उयो पनि हो, जिम्मेवारी पनि हो। त्यसले गर्दाखेरि अब अन्तमा है हामी अब एउटा मजासँगै म पनि ताकि यो अहिले भएको वर्तमानमा मारकाट झै झगडा हिंसा है विशेष गरेर लडाइँ झगडाको अहिले गरेकोले गर्दा हजारौँ लाखौँ मान्छेहरू दिनु त्यसरी अब मरिरहेका मृत्यु भइरहेका र करोडौँ मान्छेहरू निर्दोषहरू बेवस्था र तपाईँको घर विस्थापित भएर यसरी भाग्नुपर्ने बाध्यता परेकाहरू छन् र त्यसकोहरूले कति दुःख भोगिरहेको होला, कति कष्ट भोगिरहेको होला है। त्यसले गर्दा जो अब निर्दोषहरू मरेका छन् ती मरेका आत्माहरूले पनि शान्ति पाओस् र उहाँहरूले सबै देवाजीको सिंहमा साङ्गे अभावको अगाडि उहाँहरू साक्षात् यसरी उहाँले दर्शन गरेर एउटा सत्पुरुष र बोधिसत्वको रूप धारण सकोस् भनेर चाहिँ यो कुराहरूलाई हामीले बारम्बार त्यस सँगसँगै आफ्ना सागा सन्तान इष्टमित्र है हाम्रो जो अब यसरी बितेका छन् उहाँहरूको पनि एकदम राम्रो खालको जीवन पाओस् भनेर यो मुहा गर्नु चाहिँ धेरै महत्त्वपूर्ण हो। अब यो मुहा भने पनि हाम्रो बौद्ध विशेष गरेर महायानको विशेषता हो, विशेष गुण हो। त्यसले गर्दाखेरि जति नै हामीले पाठ पठन अब अहिलेसम्म हामीले यो यहाँ बसेको अन्तराल 2 घन्टाको अवधिमा धर्म सुनाउने मौका पाए, कान्न सुन्यो र आफ्नो मनसाई एउटा प्योर मोटिभेसनबाट जे जति हामीले पुण्य आर्जन गरेको छ ती पुण्यहरू चाहिँ सबै ती मरेका आत्माहरूलाई र विशेष गरेर जगत हित जगत कल्याण है बहुजन हिताय बहुजन सबै संसारमै सुख शान्ति समृद्धिले जाओस् भनेर यो एउटा सङ्घ माध्यमबाट गरेको प्रार्थनाको धेरै शक्ति हुन्छ भन्नुभएको छ। हुन त अब व्यक्तिगतको मान्छेबाट गरेको पनि हुन्छ तर सङ्घबाट गरेको चाहिँ हाम्रो महायानी धर्ममा धेरै
महत्त्व रहेको। त्यही गर्दाखेरि यो सङ्गठन गर्नुको कारणले त्यो सङ्घबाट गरेको पुण्य अथवा सङ्घबाट गरेको काम जे पनि त्यसको निकै प्रबल हो, त्यसको निकै शक्ति हुन्छ। हुनाले गर्दाखेरि अब अन्तमा म मजासँगले त्यो गरेर मनन गरेर सबैको शुभ होस्, शान्ति होस् भन्दै भवतु सर्वमङ्गलमको प्रार्थना गर्दै अनि आज धर्मचक्र कमिटीको अध्यक्ष प्रेसिडेन्ट मन्थकाजी गुम्बाको हेड लामा आदरणीय लामा पेम्पा छिरिङ शेर्पाज्यूलाई जसरी हामीले हिमालयन बुद्ध यो मञ्जुश्री सेन्टरबाट पनि कल्चरले जसरी बिन्ती चढाए अनुसार अनि आफ्नै बहुमूल्य समयलाई पन्छाएर अहिलेको यो समयको माग हाम्रो बौद्धहरूलाई मार्गदर्शन गर्नुपर्ने दैनिक हाम्रो आचरणहरू बौद्धको दैनिक अभ्यासहरू बारेमा छर्लङ्ग यसरी पारिदिनु भएकोमा अनि मञ्जुश्री सेन्टर पटन कल्चरको साथसाथमा यहाँ पधार्नु भएको उपस्थित हुनुभएको सम्पूर्ण धर्मानुरागीहरूको तर्फबाट मुरी धन्यवादको साथमा आदरणीय अनि लामा पेम्पा छिरिङ शेर्पाज्यूलाई धन्यवाद टक्राउन चाहन्छु। अनि त्यसरी नै लामालाले आज हामी सबैलाई विशेष गरेर सर्वप्रथम दीप प्रज्वालन गर्नु भएर अनि यो दीप प्रज्वालन गर्दाखेरि के पाठ गर्नुपर्छ भने एकदमै हामीलाई एकदम सजिलो र हाम्रो भावी पिँढीहरूको निमित्त पनि एकदमै अनिवार्यको रूपमा कस्तो प्रकारको प्राणिधान यानि मल्लम गर्नुपर्छ इत्यादि यो पुस्तक मात्र नभएर धेरै हामी सबैलाई एउटा मार्गदर्शनको रूपमा हामीले दैनिक आचरण अभ्यास बौद्ध संस्कार अनुसार कसरी गर्नुपर्ने विषयवस्तुहरूमाथि
धेरै पुस्तकहरू पनि यसरी वितरणको साथसाथमा रचनाको साथसाथमा धेरै उल्था पनि आदरणीय लामा पेम्बा छिरिङ शेर्पाज्यूले गर्दै आउनु भइरहेको छ। र त्यो मात्र नभएर आज अनि सर्वप्रथम जुन चाहिँ लामालाले भन्नुभयो, जे पनि हामीले दैनिक अभ्यास गर्नुभन्दा अगाडि शरण गमन भने अति नै जरुरी हो भनेर भन्नुभयो। यो शरण गमन गर्दाखेरि सर्वप्रथम बुद्धम शरणम गच्छामि भन्दाखेरि बुद्ध चाहिँ को हो भनेर आज छर्लङ्गै लामालाले पारिदिनु भयो। अनि बुद्ध मुनि यो चौथो बुद्ध क्रकुट सुन्दा कानाको मुनि कश्यपको बादमा यो चौथो बुद्ध शक्य मुनि। अनि उहाँ कहाँ जन्मिनु भएको हो, उहाँले राज्य कहाँ लिनुभयो र त्यसरी नै उहाँ कहाँ बुद्धत्व कहाँ उहाँले प्राप्त गर्नुभयो र उहाँले बुद्धत्व प्राप्तिको पश्चातमा 45 वर्षसम्म उहाँले धर्मचक्र कहाँ कहाँ के परिवर्तन गर्नुभयो इत्यादि सबै विषयहरूमा उहाँले एकदम संक्षेपमा यसो राख्नुभयो। र त्यो मात्रै नभएर अनि अहिले हालैमा हामीले अनि 2065 जुन चाहिँ बुद्ध जयन्ती हामीले मनायौँ, तर यसको विषयमा पनि लामालाले सठिक रूपमा हामीलाई छर्लङ्गै पारिदिनु भयो। यो 2065 भनेर कसरी कहाँ कहिलेदेखि निर्धारण भएको हो भन्ने विषयवस्तुहरूमा र यी सबैहरू हामीले एकदमै सधैँ नै यो जुन चाहिँ मञ्जुश्री सेन्टर फर टिबेटन कल्चरले आयोजन गरेका यस लामालाको जुन चाहिँ प्रवचन छ, र यो हाम्रो पुस्तकालय हलबाट बाहिर निस्केर एकदमै बिर्सिने होइन, यसलाई चाहिँ अझै स्मरण गरेर है दरिलोसँगले यसको स्मरण होस्। साथसाथै हाम्रो भावी पिँढीहरू छरछिमेकीहरू इष्टमित्रहरूलाई पनि सुनाउनु अति नै जरुरी छ जस्तो लाग्छ। किनभनेदेखि हामी सबैले गर्छौँ, लामालाले भन्नुभए चाहिँ हामीले दैनिक जुन चाहिँ के गर्नुपर्ने त्यो त हामीले गर्छौँ। किनभने हाम्रो आमाबा उहाँहरूले है पुर्खौलीहरूले गर्दै आउनु भएको हो, त्यसको अनुसरण गर्नु मात्र नभएर सबभन्दा ठुलो कुरा लामालाले अहिले छर्लङ्गै पारिदिनु भए चाहिँ हाम्रो सदस्याई भावना सोच विचार सच्याउनु पर्ने सम्पूर्ण प्राणीको निम्ति, त्यसको निमित्त लामालाले एकदमै राम्रो एउटा उदाहरण जुन चाहिँ बुद्धकालमा भएका जुन चाहिँ दीप एउटा उहाँले यस्तो राम्रो है बोधिचित उत्पाद गरेर सम्पूर्ण प्राणीहरूको निमित्त जुन चाहिँ चलाउनु भयो र त्यसको पनि एकदमै चाखलाग्दो यसरी घटना पनि लामालाले यसरी छर्लङ्गै पारिदिनु भयो। त्यसरी नै भविष्यमा पनि हामी मञ्जुश्री सेन्टर फर टिबेटन कल्चरले उहाँलाई अझै भविष्यमा पनि निम्ताउने छौँ। र त्यसैले गर्दाखेरि हजुरहरूले पनि यो एकदमै यसलाई महत्त्व दिनु भएर यसरी आउनु भएकोमा पनि आन्तरिक हृदयबाट मञ्जुश्री सेन्टर फर टिबेटन कल्चरको तर्फबाट हजुरहरू सबैलाई पनि आन्तरिक हृदयबाट धन्यवाद टक्राउन चाहन्छौँ। साथसाथै अनि मञ्जुश्री सेन्टर फर टिबेटन कल्चरको तर्फबाट अनि लामा पेम्बा छिरिङ शेर्पाज्यूलाई धन्यवादको एउटा प्रतीत समुत्पादको एउटा लक्षण अनि मण्डलाको लक्षण लामा पेम्बाज्यूलाई यसरी चढाइरहेको छौँ। हाम्रो कोष अध्यक्ष अनि श्रीमती श्यामलाको तर्फबाट अनि लामालाको सधैँ दीर्घायु होस् र उहाँको अझै यो जुन चाहिँ कृति है चन्द्रमा चाहिँ शुक्ल पक्षको चन्द्रमा चाहिँ वृद्धि भएर जाओस्। अनि हाम्रो पहाडमा पनि धेरै भावी पिँढीहरूलाई पनि एउटा मार्गदर्शनको रूपमा सदा एव लामाला विराजमान हुनु भइरहेको छ र उहाँको बहुलीबाट अझै यस्तो चाखलाग्दो प्रवचनहरू अझै हामी आयोजन भविष्यमा पनि गर्छौँ। र त्यसरी हजुरहरू सबैलाई पनि आन्तरिक हृदयमा फेरि पुनः धन्यवाद थुक्जे भन्न चाहन्छौँ। साथसाथै अहिले जुन चाहिँ चिया जमिनाको यसरी हामीले एउटा आयोजन गरिरहेछौँ है, बन्दोबस्त गरिरहेछौँ। यसमा विशेष गरी हाम्रो अनि भाषा स्टोरको हाम्रो सुरु आज आगो कुटिलाले यो जुन चाहिँ बिस्किट पनि यसरी उहाँले यसरी पुर्याउनु भयो है। त्यसैले गर्दा आज आगो कुटिलाई पनि हाम्रो सबैको तर्फबाट तपाईँलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद।
साथसाथै हाम्रो मञ्जुश्री सेन्टर फर कल्चरको सम्पूर्ण जति पनि कार्यकारिणी सदस्यहरू छ त्यसरी नै हाम्रो खेलादेखि ल्याएर सबैले पनि यस जुन चाहिँ कार्यक्रमलाई सफलीभूत बनाउनका निम्ति योगदान दिलाउनु हुने सबैलाई पनि आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छौँ।